के तपाईँको फेसबुक आइडी मोनेटाइजेसन भयो? यदि भएको छैन भने यसरी चेक गर्नुहोस्। प्रोफेसनल ड्यासबोर्ड अन गर्नुहोस्। त्यसपछि चाहिँ त्यहाँ ड्यासबोर्डमा क्लिक गरेपछि हामीले यता स्क्रोल गरेर मोनेटाइजेसनमा जाने, त्यसपछि हल्का माथि स्क्रोल गरेर तलतिर हाम्रो कन्टेन्ट मोनेटाइजेसन लेखेको छ है त। कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गर्ने अनि त्यसपछि चाहिँ वेटिङ लिस्ट भनेको छ। वेटिङ लिस्टमा छ मेरो आइडी चाहिँ। हजुरको कस्तो छ चेक गर्नको लागि चाहिँ वेटिङ लिस्टमै लेखेको त्यहाँ एरो दिएको छ, त्यहाँ क्लिक गर्ने। एरो यसरी खुल्छ। खुलेपछि चाहिँ बी एड लिस्ट 18 इयर्स ओल्ड भने 18 वर्ष पुगेको हुनुपर्छ अनि इलिजिबल कन्ट्रीमा पनि हुनुभयो होइन। अनि त्यसपछि चाहिँ 30 दिन फेसबुक आइडी खोलेको 30 दिन कम्तीमा हुनु पऱ्यो अनि 90 दिनमा 3वटा पोस्ट गरेको पनि हुनु पऱ्यो होइन। अनि यु हेभ एटलिस्ट 10,000 फलोवर्स भने चाहिँ अहिले क्राइटेरिया 10,000 राखिदिएको छु। 10,000 फलोवर्स पनि हुनु पऱ्यो। गेट एटलिस्ट 1,50,000 युनिक भ्युज भनेको छ 28 दिनमा, किनभने 1,50,000 चाहिँ भ्युज आएको हुनुपर्छ। यति पुगेको छ भने हाम्रो आइडी चाहिँ मोनेटाइज हुन्छ।